अहिले नेपालमा चर्किएको विभिन्न विषयका आन्दोलनमा घरि सुरक्षाकर्मी त घरि आन्दोलनकारीमाथि जाइ लागेका दृश्यहरू देख्दाखेरि मलाई 62-63 सालको जनआन्दोलनको याद आइरहेको छ। त्यतिखेरको जनआन्दोलनमा म पनि एकजना आन्दोलनकारी थिएँ। मेरो 1.5 वर्षको छोरो र सानी छोरीलाई कोठाभित्र थुनेर बाहिरबाट चुकुल लगाइदिएर मोतीगढादेखि गाईघाटसम्म आन्दोलन गर्न दिनहुँ जसो आइथ्यो। कैयौँचोटि पुलिसका डन्डा खाइयो, कतिचोटि अश्रु ग्यास खाइयो, कैयौँचोटि आफ्नै साथीहरूले पुलिसलाई हानेका ढुङ्गाहरू आएर हाम्रा जिउमा बर्से। यसरी राजा फालेर देशमा लोकतन्त्र ल्याउन पाए, देशमा समृद्धि आउँथ्यो भन्ने दृढ सङ्कल्प र सपना ममा पनि थियो र आन्दोलनमा हुमिएकी थिए। घाइते पनि भयो। कैयौँ साथीहरूले त अलिअलि घाइते हुँदाखेरि घाइतेहरूको लिस्टमा गएर नाम लेखाउनुभयो, पैसा पनि पाउनुभयो। मैले चाहिँ देशको लागि लडेको हुँ, म नाम लेखाउँदिनँ भनेर मैले नाम लेखाइनँ। आन्दोलनमा आउँदाखेरि साना छोराछोरी छोडेर आएकी हुन्थेँ। आन्दोलन सकिने बित्तिकै कतिखेर घर पुगौँ भन्ने हुन्थ्यो। छोराछोरीको भरे लास भेट्छु कि सास भेट्छु भन्ने मनमा त्रास हुन्थ्यो। यसरी आन्दोलनमा लडियो, घुमियो। माथिबाट सडकमा तातेको आन्दोलन आँखी झ्यालबाट निहाल्ने मान्छेहरू आज धेरै माथि पुग्नुभयो। हामी सडकमा छोडिएका मान्छेहरू सडकमै छौँ। त्यही भएर एकदम संयमता अपनाउनुहोला। सुरक्षाकर्मी दाजुभाइ दिदीबहिनीलाई केही भए पनि नेपाल आमाका सन्तान हौँ। आन्दोलनकारी दाजुभाइ दिदीबहिनीलाई केही भइहाले पनि नेपाल आमाका सन्तान हौँ। एकदम संयमता अपनाउनुहोला। आन्दोलनमा आक्रोशित भएर नजानुहोला। हामी गरिबले पाउने भनेको, हामी निमुखाले पाउने भनेको केही होइन। हेर्नुहोस् दाजुभाइहरू, हाम्रो यो 62-63 सालको जनआन्दोलनमा एकदम पाएको यो ज्ञान हो। हामी सडकमा छोडिएका मान्छे सडकमै छौँ। सबै